परशुराम गौतम अहिले चाहिँ अप्सराको लिखित माया हो सन्तोष खतिवडाको पनि लगिदिनु अम्बिका खतिवडा अम्बिका खतिवडा एउटा साह्रै राम्रो आएको छ प्रेमबहादुर भुयाल चुडामणि मिश्र विष्णु चन्द्रगाई सुशीला खरेल सुनिँदैन होला प्रेम कुमारी पाण्डे छलिमाया बस्नेत सीताराम दाहाल भरतबहादुर ढकाल नेत्र बस्ने मदन पाक्सोला विजला पौडेल कुबेर प्रसाद कुबेर नारायण प्रसाद ढकाल प्रतिमा मिश्र मीना राणा तेजबहादुर भट्टराई विष्णु बराल राधिका कार्की धनप्रसाद पराजुली प्रेम कुमारी पाण्डे परशुराम गौतम वसुदेव चाहिँ रहेछ लक्ष्मी प्रसाद भट्टराई दुर्गा ढकाल देवेन्द्र भट्टराई हरिप्रसाद पाण्डे गोपाल भण्डारी गोकुल थापा परशुराम खरेल
नवीन लिबान त्यो मात्र सञ्च कुमार लिम्बू विनोद खालिङ प्रेमराज राई कमला राई विष्णुराज राई निर्मला राई विनोद खालिङ Ini ढुङ्गाना 8 नम्बर लेख्नु भएको छ सबिना बस्ने निर्मला आचार्य हुनुहुन्छ डम्बर कुमार कार्की कर कुमार शर्मा हरि श्रेष्ठ गोविन्द बहादुर श्रेष्ठ कुमार राई नवराज कुमार पिलनाथ खड्का पिलबार पहाड रमेश कुमार गोपबहादुर देवा लोकेन्द्र शेरपट्टि कान्छे खाएर म चाहिँ सोध्नु सरलाई केही गर्नु कविता कतिवटा कतिवटा आयो गोपाल नेपाल भन्नुभयो मलाई के हुन्छ गोपाल नेपालको
बास्टिङमा चाँडा गर्नुभयो एउटैको चाँडा पनि भयो समस्या चाँडा छ के जति जति के छ ल अब 1 मिनेट है म तपाईलाई एउटा कुरा भन्छु कस्तो त कतिजनाको रिपोर्ट आएन भन्ने कुरा आयो है ल्याउनु भएको थियो परीक्षण भएन भन्ने कुरा तपाईहरुले ल्याएर सहकारीको एउटा भाँडोमा राखिदिनु भएको थियो हामी आयौं त्यहाँ छुट्याउँदाखेरि जसको नाम भेट्यो त्यो परीक्षण गर्यो एउटा कुरा अर्को कुरा एउटा प्याकेटमा 5 जना 6 जना प्याकेट आउँथ्यो है त्यो रेन्डमली झिकेर हामीले फिजायौं बुझ्नु भयो नि अनि जस्तै यहाँ बेलुपर्सा संग्रहालयको 4टा आयो भन्नु 6वटा उहाँको 2टा मात्रै माटो गरे अब त्यो 4वटा माटो चाहिँ कसको भन्ने हामीलाई टुङ्गो भयो त्यो एउटा प्याकेटमा थियो त्यो त्यहाँनिर तपाईले कुपन हाल्नु भएको थिएन लेखेर हालेको थियो भने हामीले हेरेरै गरे होला त्यति बेला हो त्यसमा सबैजना काटेर कार्यक्रमहरु ल्याबमा ल्याउनु भएको गर्न सकिन्छ हैन हामीसँग चाहिँ तपाईहरुलाई कार्यक्रम पनि छ एउटा कृषि जुन वितरणको फ्रीमा हैन है यदि तपाईहरुले लिन सक्नुहुन्छ भने हाम्रो व्यवस्थापकसँग सरसल्लाह गर्नु होला केही हामीले अनुदानमा कृषि जुन वितरण गर्ने कार्यक्रम छ त्यसमा चाहिँ तपाईहरुको ढुवानी बापतको रकम सुरुमादेखि ढुवानी गर्ने केही रकम र 85% अनुदान जति मूल्य पर्छ त्यसको 85% हामी तिर्दिन्छौं है 15% तपाईहरुले तिर्नुपर्ने हुन्छ त्यो भनेको निशुल्क बराबर नै हो सर अहिले यहाँ राख्न हुँदैन परीक्षणै गरेन भने अर्को कुरा त्यो लिनको लागि तपाईहरुले अहिले लिएको हाम्रो पेपर अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ यो पेपर नदिनेले पाइदैन हैन अब त्यो चाहिँ यस्तो हुन्छ त्यो प्रक्रियामा भनिहाल्नु तपाईहरुलाई तपाईहरुले पनि पैसा जम्मा गर्नुपर्ने हुन्छ त्यसको आधारमा मात्रै आउँछ पैसा जम्मा गरेर पछि सानो पर्दा हुँदैन जस्तै तपाईको 70 किलो सिमारी छ भने तपाईले 5 कट्ठालाई पाउनुहुन्छ 70 पंचे कतिको 7 पंचे 35 350 किलो प्रदूषण हो 5 कट्ठा भन्दा बढी त पाइदैन यो कुरा चाहिँ हाम्रो सबैसँग समन्वय गर्नु होला अनि यहाँ राख्नु मान्छे भने अब छुट्न चाहिँ खै अब छुट्नु त यस्तो भयो कि प्रत्येक पोकारमा चाहिँ कुनै अब कागज भिजेर त्यो नामहरू देखिएन चिसोले गर्दाखेरि म भनौँ उहाँहरूलाई सहयोग गरेँ कतिपय ठाउँमा चाहिँ भनौँ न मेरै वार्डको के जाति प्रेमनिधि ढुङ्गानाको चाहिँ 2टा थियो 2टै कालो पोकामा अब कुन एक हो कुन 2 हो त्यो थाहा भएन धानमा भनेर मैले गरेँ अघि रिपोर्ट पनि आयो ल धेरै ठाउँ भन्दाखेरि पनि एउटा वार्डमा करिबन 7 जनाको चाहिँ आएन एउटा वार्डमा भनेर चाहिँ हाम्रो 4टा वार्डमा 28 जनाको आएन भनेर सम्झिँदा हुन्छ कागज त्यस्तो थियो यो सुन्नु है त्यो चाहिँ मैले भने नि तपाईले कहिले ल्याउनु भएको थियो त्यहाँ राखेर कतै राखेर हामीले त्यो राख्दाखेरि तपाईको टिकट एक त हराउन पनि सक्ने हो हैन अब अर्को त हामीले सबै इजी गरेको त्यहाँ भएको माटो 100 वटा त्यहाँ परीक्षण गर्यौं अरु परीक्षण नभएको हामीले राखेर 7 दिन पछाडी आएर तपाईको तल 7 नम्बर 8 नम्बर वडामा लगेर त्यहाँ लगेर पनि गर्दिएको हामीले माटो तपाईको फाल्ने मनसाले हामी फाला छैन कतिको चाहिँ मलाई भन्नुहुन्छ 4-5 जनाको चाहिँ हाम्रो के थियो त्यहाँ त चिटकटो पनि थिएन नाम पनि थिएन ठेगाना पनि थिएन त्यो हामीले 4-5 जना फाल्दियौ त्यो
परीक्षण भएन बुझ्नुभयो नि होइन त्यो चाहिँ अब तपाईँहरूले इन्ट्री जस्तै तपाईँहरूको अर्को कुरा उहाँहरूले सहकारीमा इन्ट्री गर्नुभएको थियो नि उहाँहरूको माटो हामीले सबै हेरेर इन्ट्री गरेको पनि पछाडि पनि तपाईँले गरेको इन्ट्रीको गरेर आएको छ त्यो चाहिँ अब प्राविधिक कारणले मैले जस्तो भने नि सदस्यहरू कृषिकै बारेमा त्यही माथि माटो
माटोको रोग नै पत्ता लगाउने अब अहिले शरीरको रोग त दुनियाँले पत्ता लगाउँछ माटोको चाहिँ जसुकैले पत्ता पनि लगाइदिन्थ्यो र यो माटो परीक्षण भन्ने कार्यक्रम ल्याउनु भएछ यसमा धेरै धेरै धन्यवाद छ कृषि सहकारी संस्थालाई र यो माटो परीक्षण कार्यक्रम गर्दाखेरि अब जतिजनाले पाउनुपर्ने कोटै 100 जनाभन्दा बेसी हुँदैन भन्ने कुरा अघि यहाँ सुरुमा पनि भएको त्यतिमाथि 150 जना त भयो भन्ने भयो अब अर्कोचोटि अर्को वर्ष मात्रै हुन्छ भन्दा चाहिँ अलिकति छुटेकालाई चाहिँ अवसर पाइएन कि भन्ने 1 वर्ष चाहिँ ढिलो अलिक छिटो मरिन्छ कि भन्ने जस्तो पनि भयो औषधि नपाउँदा त अलिक छिटो पनि मरिन्छ नि त त्यो जस्तो पनि भयो र यो हुनसक्छ भने यो छुटेको कार्यक्रम पनि आओस् मङ्सिरमा आओस् यो कार्यक्रम आओस् अब हाम्रो त मान्ने कुरा हो माग्छौँ सरसँग अथवा यहाँ हाम्रो प्रबन्धन के अरे अध्यक्षज्यूलाई पनि यो कार्यक्रम पनि अगाडि बढाउँ फेरि भन्ने पनि एउटा सुझाव सल्लाह पनि दिन्छु र यस्ता कार्यक्रमहरू माटो परीक्षण त गरियो अब माटो परीक्षण गर्दाखेरि चाहिने सामग्री हामीले लिन जाँदाखेरि घाट फुस्किने गरी लिइहाल्छन् भेटनरीमा यो पनि कृषि अनुसन्धानबाटै अलिकति केही अघि सरले भन्नुभयो भाडा सहितको व्यवस्थाहरू पनि यो अब मलहरू बिउहरू अथवा यो नाइट्रोजन फोस्फरस यी अनेक कुराहरू पनि आओस् हाम्रो संस्थामा र थोरै भाडा चाहिँ लिएर अनि अरू चाहिँ हामी प्रदान गर्छौँ भन्ने कुरा पनि होस् यो आउँदा दिनहरूमा यो पनि पाइयोस् न त एकैचोटि सबै थोक माग्दाखेरि आत्तिएर भन्छ कि हामी कार्यक्रम बन्द गर्छौँ पनि भन्नु होला यसलाई नसोचिदिनु होला किनभने हामी कृषिमा निर्भर भएर आफ्नो जीवन उत्पादन गर्ने कार्य कृषि उत्पादन गरेर जीवन निर्वाह गर्ने हामी सबै कृषिहरूले कसले दिन्छ र गरौँला भन्ने हो महँगी छ केही किनेर हाल्न सकिँदैन मकै 10,000को मल किन्यो भने 5,000को मकै भन्छ के गर्नु त्यो पनि हामीले घाटा मिल्छ र कृषि अनुसन्धानबाट यस्ता कार्यक्रमहरू आइराखोस् र यो संस्थाले संरक्षण कृषि सहकारी संस्था भनेको यो अरू कुनै संस्थामा दाल हुनु पनि नपरोस् किनभने यसले गरेका सबै कार्यक्रमहरू कृषिमा आत्मनिर्भर हुने हामी सदस्यहरूका लागि ल्याउँछ यसले तपाईँहरू अरू सरकारीमा जानुहोस् मैले धेरै सरकारीहरूमा पनि मैले बसेर कार्यक्रम गरेँ यो सरकारीमा त मैले 9 वर्ष बिताएँ र अरू कार्यक्रममा जाँदाखेरि भत्ताको पछि लाग्ने काम हुँदो रहेन रहेछ किनभने भत्ताले सत्ता पुर्याउँदो रहेछ भत्ता दियो अनि कार्यक्रम सञ्चालन गरौँ उता कतै माइनेटिङ गरौँ के गरौँ सक्यो हामी यो भत्ता बिनाको कार्यक्रम चलाउँ राम्ररी कृषिमा हामी निर्भर हुनेलाई सहयोग होस् हरेक कुरामा भत्ता नदिनुहोस् बरु हामीलाई चुन दिनु नि बरु त्यो नाइट्रोजन फोस्फरस दिनु नि हामीलाई भत्ता चाहिँदैन हो यस्ता कार्यक्रमहरू आगामी पनि आओस् र यस्तै कार्यक्रमको सफलताको लागि कामना गर्दै म मेरा 2 शब्द नै राख्न चाहन्छु धन्यवाद जय सरकार धन्यवाद गङ्गा दिदी आफ्ना कुराहरू राखेर बिदा भइसक्नु भएको छ र हाम्रो पुरुष दाजुभाइबाट पनि केही कुराहरू आओस् भन्न चाहन्छु कसले राखिदिनुहुन्छ एकजनाले उठेर राखिदिनु न नमस्ते सबैलाई यो एक दिवसीय वित्तीय सङ्कट तथा आदर कार्यक्रमको अध्यक्षज्यू प्रभावजीले भन्नुभएको प्राविधिकज्यूहरू र सम्पूर्ण यहाँका विभिन्न तत्त्वसँग रहनुभएका अन्तर्सङ्घका अध्यक्षज्यू यहाँ सहभागी हुने रहेका मित्रज्यूहरू मेरो चाहिँ कुरो खासै त्यस्तो तडफडक छैन तर व्यावहारिक कुरो चाहिँ प्रशिक्षकज्यूले जसरी अस्ति पनि तालिम दिनुभएको थियो त्यो तालिमलाई अलिकति भेरिफाई गरेर राम्रो तरिकाले सिकाउनु हो यो सिकेको ज्ञान त्यसलाई चाहिँ व्यवहारमा परिणत गर्ने र हामी कृषक हौँ कृषकले अति आवश्यक जान्नुपर्ने कुराहरू कति नजानेको पनि हुँदो रहेछ सिकेर कहिले नसकिने रहेछ यो मेरो उमेर 60 वर्ष हो म अवगत कृषक हुँदै आइरहेँ तर पनि सिकेर कहिले नसकिँदो रहेछ सरले जुन अहिले राम्रो तरिकाले ज्ञान दिनुभयो त्यो ज्ञानलाई चाहिँ हामी सबैले प्रयोग गरौँ र त्यसलाई कार्यान्वयन पक्षमा जाउँ र यो मल बिउ उन्नत जातको बालीहरू लाउनेछौँ त्यसलाई सदुपयोग भएर व्यवहारमा लामौँ भन्ने मेरो छोटो कुरो पनि राख्दै 2 शब्द राख्छु र हामीले हाम्रो अहिले प्रशिक्षक दिनुहुने आदरणीय सरलाई एकदमै जोरदार तालीका साथ एकचोटि सम्मान गरिदिनु हुने हामी खाजा पनि आएको चिया खाजा आएको छ हामी 10 मिनट जति के अरे चिया खाजा खाएर हामी 3 बजे कार्यक्रम समापन गर्छौँ त्यति बेला हाम्रो आदरणीय सर ब्याङ्कबाट आउनु भएको छ उहाँका कुराहरू हामीले लिनेछौँ भन्दै
सबैजना एकछिन धैर्य धारण गरेर बसिदिनु होला 3 बजीसम्म नगइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु ल एकछिन विसर्जन गरौँ अलिकति हल्ला नगरिदिनुमा सरले यहाँ सुन्नु है त मैले अघि पनि परिचय दिएँ फेरि पनि म चाहिँ गोविन्द सुवेदी घर चाहिँ 5 थर र हाल चाहिँ कृषि ज्ञान केन्द्र झापा अन्तर्गत पाठशाला परीक्षण प्रयोगशाला सुरुङ्गा शाखामा प्राविधिक सहायक रूपमा कार्यरत छु र हामी धेरै प्राविधिक छैनौँ सुरुङ्गामा तपाईँहरूसँग अब धेरै बेर गफ गरेर बस्दा हुन्छ 2 जना मात्रै भएकोले गर्दाखेरि खासै तपाईँले भन्नुभयो फेरि पनि कार्यक्रम गर्नुपर्ला अब हाम्रो पनि झापा जिल्लाभरि र पूर्वका 4 जिल्ला हेर्नुपर्ने स्थिति हुँदाखेरि हामीसँग कार्यक्रमै नै नभएको होइन कार्यक्रम छन् तर सबै ठाउँमा थोरै थोरै मात्रामा पुर्याउनु पर्ने भएकाले गर्दाखेरि अलि असफल भयो अब अर्को वर्षको चाहिँ हाम्रो तपाईँहरू सक्नुहुन्छ नमुना भेला पार्न सक्नुहुन्छ भने चाहिँ अर्को वर्ष पनि कार्यक्रम गर्न चाहिँ सकिन्छ नसकिने चाहिँ होइन अर्को वर्ष अझ सुरुमै तपाईँहरूले कार्यक्रम राख्न सक्नुभयो नमुना सङ्कलन गर्न सक्नुभयो भने योभन्दा अझ राम्रो कार्यक्रम छ हामीसँग मोबाइल भेटको कार्यक्रम त्यसमा चाहिँ हामीले बेसी नै लिएर आउँछौँ र त्यहाँ चाहिँ तपाईँहरूले क्वालिटीमा चाहिँ आइरहेको छ माटोको क्वालिटी कस्तो छ भनेर हामीले हेऱ्यौँ त्यसमा चाहिँ हामी क्वान्टिटी पनि हेर्छौँ कति मात्रामा तपाईँहरूको त्यो स्थिति कस्तो छ भनेर हामी तपाईँहरूलाई त्यो कुरामै ध्यान राख्नु होला र ल्याबमा ल्याउनु भयो भने तपाईँहरूले अङ्कमै पाउनुहुन्छ है त र नम्बर चाहिँ 95 67 90 66 64 90 66